57-58 हे शासक हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ? के तिमीहरू मानिसहरूका बीचमा ठिक न्याय गर्दछौ? होइन, तिमीहरू त हृदयभित्र खराब व्यक्तिरस्त छौ र तिमीहरूका हातले पृथ्वीमा हिंसाका काम गर्दछन्। दुष्टहरू त जन्मदेखि नै भड्केर जान्छन्, गर्भदेखि नै तिनीहरू दुष्ट हुन्छन् र झुट बोल्छन्। तिनीहरूको बीच सर्पको बीच जस्तै छ, गोमनको बीच जस्तो, जसले आफ्नो कान बन्द गरेको छ, जसले सपेराको आवाज र जतिसुकै निपुण जादुगर भए पनि तिनको स्वर सुन्दैनन्। हे परमेश्वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा भाँचिदिनुहोस्। हे परमप्रभु, सिंहहरूका बङ्गारा थुतिदिनुहोस्। तिनीहरू बग्ने पानी जस्तै विलीन भइजाउन्। तिनीहरूले धनुमा टाढो चढाउँदा तिनका काँधहरू बोधा भइजाउन्। तिनीहरू हिँड्दा हिँड्दै पक्रेर जाने चिप्ली किरा चाहिँ होइजाउन्। टुहेको बालक जस्तै तिनीहरूले सूर्यको किरण कहिले नदेखुन्। तिम्रा भाँडाहरू काँडाको आगोमा ताचिन अघि ती हरिया हुन्के सुकेका दुष्टहरू बगाएर लगिनेछन्। प्रतिशोध खनेको देखेर धर्मीजन खुसी हुनेछन्। जब तिनीहरूले आफ्ना खुट्टा दुष्टहरूको रगतमा धुनेछन्, तब मानिसहरूले भनिन्छन्, निश्चय नै धर्मीहरू अझै पुरस्कृत हुन्छन्। निश्चय नै पृथ्वीको न्याय गर्ने एक परमेश्वर हुनुहुन्छ।